डिफेन्सको प्रयास अन्तिमसम्म रहेको थियो जिम्माबाट। यसपटक अङ्क रहनेछ टिएफसी टाढा खोलालाई। ब्याकअपमा रिकभरीको अभाव टिएफसी टाढा खोला। यहाँ उत्साहित देखिन्छन् विद्युत क्लब जेमाका समर्थकहरू। जम्मा क्षेत्रमा सफलता दिलाएका छन् यसपटक। सर्भिसमा टिएफसी टाढा खोला। मौका आउन सक्छ यो टाढा खोलालाई। मौकाको सही सदुपयोग फेरि राम्रो गर्न सकेको छैन। जसको फाइदा 21मा पनि 11 प्राप्त गर्ने सफल विद्युत क्लब जेमा। टिएफसी टाढा खोलाको नम्बर रहेको छ 14-22 को स्थिति। ब्याकवर्ड जोन माथि टिएफसी टाढा खोलाको खेलाडी त्यतिखेर आफ्नो ब्लक। घुमरी त्यतिखेर रहेछ ब्याकवर्ड जोनमा त्यहाँ प्रहार गर्दै विद्युत क्लब जेमाको खेलाडी मित्र एकपछि अर्को सफलता दिलाएका छन्। त्यहाँ देश माइकको थप्दै अन्तिम 24 चेक पोइन्ट जेमालाई देखिरहेका छन्। टिएफसी टाढा खोला 14 दर्शकको अन्तर यतिखेर यो मौका आउन सक्छ टिएफसीलाई। प्यालेसमेन्टको प्रयास प्रहार गर्दै 14 को विरुद्ध 25 अङ्क लिँदै यो दोस्रो सेट विद्युत क्लब जेमाले आफ्नो हातमा सुरक्षित गरिसकेको छ। हेर्नुहोस् अब यसपछिका खेलहरू के कस्ता हुने हुन्। सेमिफाइनल खेल रहेको छ। तेस्रो सेटको क्रम चलिरहेको छ। तेस्रो सेटको सुरुवाती रहनेछ टिएफसी टाढा खोलालाई। सुरुवाती रहेको छ टिएफसी टाढा खोलालाई। गुड बडी फेरि गर्नुहोस् गल्ती गर्नु कुनै यसपटक जेमाको खेलाडीले तत्काल खाता खोल्दै यहाँ टिएफसी टाढा खोला। गुडबडी त्यतिखेर रहेछ ब्याक जोनमा थियो जेमाका जर्सी नम्बर 11 शक्तिशाली प्रहार थियो त्यतिखेर हाम्रो ब्लक। टिएफसी टाढा खोला उफ्रिएका थिए यसपटक। विद्युत क्लब जेमा जर्सी नम्बर 11 सफलता दिलाएका छन् यसपटक। नम्बरको स्थिति 1-2। गुडबडी त्यतिखेर रहेछ शक्तिशाली प्रहार गर्दै टिएफसी टाढा खोला। रिकभरीको अभाव देखियो यहाँ जेमा। नम्बरको स्थिति 3-1। सर्भिस जालीमा गएको छ यसपटक अङ्क रहनेछ विद्युत क्लब जेमालाई। नम्बरको स्थिति 2-3। फिर से सत्तान हर कर तत्काल भरी बजे को यसपटक टिएफसी टाढा खोला 4-2 को स्थिति। दर्शक महानुभावहरू
खेलाडी सेट प्रहार गर्दै विद्युत क्लब जेमा तत्काल भइरहेको छ यसपटक नम्बरको स्थिति 3-4 बल त्यतिखेर रोसित कृष्ण भारीले सेट प्रहार गर्दै त्यहाँ महत्त्वपूर्ण अङ्क दिलाएका छन् आफ्नो टिमलाई 4 मा 1 अङ्क थप्दै 5 अङ्क प्राप्त गर्न सफल टिएफसी ताराखोला विद्युत क्लब जेमा गर्नुभएको छ 3-5 टिमको स्थिति ब्याक जम्मा थियो त्यहाँ त्यसो नम्बर डिफेन्स शक्तिशाली सेट प्रहार गर्दै यहाँ विद्युत क्लब जेमा तत्काल बल खोजिरहेका छन् यसपटक अङ्क रहनेछ जेमालाई नम्बरको स्थिति 4-5 बुबली त्यतिखेर रोसित प्रहारको प्रदर्शन गर्दै यसपटक पनि फेरि ताराखोला 6-4 को स्थिति 6-4 बुबली रिसेप्सनमा कमी देखेको छ यहाँ यसपटक विद्युत क्लब जेमाबाट बुबली त्यतिखेर रोसित ब्याकवर्ड जोनमा थिए त्यहाँ नेटवर्कको सङ्केत दिइरहेका छन् यहाँ टिएफसी ताराखोलाले खेलाडीहरूलाई सर्भिसमा यहाँ जेमा 5-7 को स्थिति यो सेटअप हुन्छ कृष्ण ढालीले सेट प्रहार गर्दै टिएफसी ताराखोला यसपटक अङ्क रहनेछ टिएफसी ताराखोलालाई अङ्कको स्थिति रहेको छ 8-5 को स्थिति देखिरहेका छौँ हामी क्विक स्पाइकमा आउँदैका थिए त्यहाँ विद्युत क्लब जेमाका खेलाडी सफलता दिलाएका छन् त्यहाँ हाम्रो टिमलाई 5 मा 1 अङ्क 6 अङ्क प्राप्त गर्न सफल जेमा 2 नम्बरको अग्रता भने टिएफसी ताराखोला दिइरहेछ बुबली त्यतिखेर राम्रो रिसिभ कृष्ण टेक्निक प्यालेसमेन्ट खेल खेल्दै यसपटक अङ्क रहनेछ टिएफसी ताराखोलालाई अझै पनि 9 अङ्कले अग्रता कायम राख्दै टिएफसी ताराखोला 9 को स्थिति तत्काल भरि खोजेको छ यसपटक जेमाले 6 मा 1 अङ्क थप्दै 7 अङ्क प्राप्त गर्न सफल जेमा टिएफसी ताराखोलाको नम्बरको 7-9 को स्थिति ब्याकवर्ड जोनमा थिए टिएफसीका खेलाडी सफलता दिलाएका छन् यसपटक फेरि पनि अङ्कको स्थिति 10-7 को स्थिति देखिरहेका छौँ हामी यो अवसर हुन सक्छ जेमालाई यो अवसर हुन सक्छ पुनः फेरि यो मौका हुन सक्छ डिफेन्स अर्को मौका प्यालेसमेन्ट त्यतिखेर हाम्रो डिफेन्स ब्याकवर्ड जोनमा थियो त्यहाँ त्यतिखेर हाम्रो डिफेन्स भन्दै यहाँ टिएफसी ताराखोलाले बल खोजिरहेको छ यसपटक अङ्क रहनेछ टिएफसी ताराखोलालाई यहाँ टेक्निकल टाइमको माग गरेको छ जेमाबाट टेक्निकल टाइम आउट भइसकेको छ
सर्भिस रहेछ टिएफसी ताराखोलालाई क्विक स्पाइक मजम गरेका थिए यस पटक अङ्क रहन्छ टिएफसी ताराखोलालाई नै 11 माइक अङ्क 12 अङ्क प्राप्त गर्न सफल टिएफसी ताराखोला जेमाको अङ्क रहेको छ 12-7 को स्थिति हामी देखिरहेका छौँ गुडबली त्यति राम्रो रहेछ ब्याकवर्ड जम्पमा थिए त्यहाँ त्यति राम्रो डिफेन्स ताराखोलाबाट ब्याकवर्ड जम्पबाट उभिएका थिए त्यहाँ किन हान्न नसके जस्तो गरेछ शक्तिशाली प्रहार विद्युत क्लब जेमाबाट गुडबली त्यति राम्रो रहेछ क्विक जम्पमा थिए त्यहाँ टिएफसीका खेलाडी अर्को सफलता दिलाएका छन् यसपटक 13 माइक अङ्क 14 अङ्क प्राप्त गर्न सफल टिएफसी ताराखोला विद्युत क्लब जेमाको नम्बरको छ 8 चौडाको स्थिति गुडबली त्यति राम्रो रहेछ शक्तिशाली प्रहार गर्दै विद्युत क्लब जेमा पनि यस पटक अङ्क रहनेछ विद्युत क्लब जेमालाई पिक्चरमा थिए त्यहाँ दर्शक नम्बर 1 सफलता दिलाएका छन् यसपटक नम्बरको स्थिति टिएफसी ताराखोलाको 15 भने जेमाको 9 15 को स्थिति गुडबली प्यालेस्टाइनको प्रयास टेलिग्राफको डिफेन्स ब्याकवर्ड जम्पमा फेरि जम्मा थिए जर्सी नम्बर 4 सन्तोष ब्याकवर्ड जम्पबाट पनि आफ्नो टिमलाई फाइदा दिएका छन् यसपटक यस खेलको समापन पश्चात हामी तत्कालै अर्को सेमिफाइनल खेल नवसिर्जनको खबाङ भर्सेस टिटिनी स्पोर्ट सपोर्ट फुलबारी बीच खेल खेलाइने हुँदा दुवै टिमका मित्रहरू आफ्ना सम्पूर्ण खेलाडीहरूलाई तयारी अवस्थामा दिने निम्ति म अनुरोध गर्दछु कन्फ्युजन देखिरहेका छन् यसपटक जम्मा खेलाडीहरू यहाँ फाइदा मिलेको छ टिएफसी ताराखोलालाई नै अङ्कको स्थिति 17-9 जम्मा थिए त्यहाँ त्यति राम्रो ब्लक नपुगे यसपटक टिएफसी ताराखोलाबाट 17 माइक अङ्क 18 अङ्क प्राप्त गर्न सक्ने यहाँ टिएफसी ताराखोला 18-9 को स्थिति हामी देखिरहेका छौँ यसपटक शक्तिशाली प्रहार थियो जेमाबाट त्यति राम्रो ब्लक हुन पुग्यो टिएफसी ताराखोलाबाट यसपटक पुनः फेरि अङ्क रहनेछ ताराखोलालाई नै 19-9 क्विक जम्पबाट त्यहाँ सफलता दिलाएका छन् आफ्नो टिमलाई क्विक स्पाइक 9 माइक अङ्क 10 अङ्क प्राप्त गर्न सफल यसपटक जेमा अङ्क रहनेछ यसपटक जेमालाई 10-19 को स्थिति शक्तिशाली सर्भिस थियो तर बाहिरको छ खेल मैदानबाट जसको फाइदा मिलेको छ यसपटक टिएफसी ताराखोलालाई 20-10 को स्थिति गुडबली त्यति राम्रो रहेछ ब्याकवर्ड जम्पमा थिए त्यहाँ जेमाका दर्शी नम्बर 11
बलले सही दिशा दिन सकेन प्रहार त थियो शक्तिशाली विश्व पनि एक अङ्क 21 अङ्क प्राप्त गर्न सक्ने टिएफसी टाढाखोला जेमा अङ्क रहेको छ 10 को स्थिति ब्याकवर्ड जोनमा त्यहाँ थिए जेमाका खेलाडी अन्तिम कृष्ण चलाकी भन्दा पहिले सेकेन्ड खेल खेल्दै जेमा भोलि बजेको छ यस पटक अङ्क रहनेछ जेमालाई 11-21 को स्थिति यो मौका हुन सक्छ जेमाको लागि अन्तिम कृष्ण चप्रहार थियो अर्को प्रयासमा त्यहाँ सफलता दिलाएका छन् यसपटक जेमाले 11 मा 1 अङ्क टप्दै 12 अङ्क पुनरागमनको बाटो तय गरेको छ यसपटक जेमाले 12-21 को स्थिति चलाकी पूर्ण प्रहार गर्दै जेमा पुनरागमनको यात्रालाई तय गर्दै यसपटक जेमा टेक्निकल टाइमको माग गरिएको छ टिएफसी टाढाखोलाबाट यस खेलको समाप्ति पश्चात हामी अर्को दोस्रो सेमी फाइनल खेललाई जोड्ने तयारीमा लागिरहेका छौँ नमस्ते जनेको खबाङका टिम क्याप्टेन मित्रज्यू टिटिडी स्पोर्ट्स सपोर्ट फुलबारीका टिम क्याप्टेन मित्रज्यू तपाईहरु पनि तयारी अवस्थामा बसिदिनु होला सर्भिसमा यहाँ जेमा कृष्ण धारीले शट प्रहार गर्दै फ्रन्ट कोर्टमा बल फसाउन पुगेका छन् यसपटक अङ्क रहनेछ टिएफसी टाढाखोलालाई 22-13 को स्थिति क्विक स्पाइकमा थिए त्यहाँ अर्को अवसर यसपटक त्यतिखेर हाम्रो डिफेन्स पोजिसन नम्बर 4 बाट फेरि पनि शक्तिशाली शट प्रहार गर्दै यहाँ 22 मा पनि 1 अङ्क टप्दै 23 अङ्क प्राप्त गर्न पुगेका छन् टिएफसी टाढाखोला यसपटक अङ्क रहन्छ जेमालाई अङ्कको स्थिति 24 रिसेप्सनमा यो मौका हुन सक्छ जेमालाई उत्कृष्ट प्रहार गर्ने सफलता दिलाएका छन् त्यहाँ जेमालाई चौडोमा पनि 1 अङ्क टप्दै को स्थिति निरन्तर खाताहरूमा अङ्क बढाउने क्रमलाई जारी राख्दै जेमा 16-23 को स्थिति उत्कृष्ट प्रदर्शन हान्दै टिएफसी टाढाखोला 23 मा पनि 1 अङ्क टप्दै 24 अन्तिम सेट पोइन्टको स्थितिमा हामी टिएफसी टाढाखोलालाई देखेका छौँ डेब्युटी क्लब जेमाको अङ्क रहेको छ 16-24 को स्थिति बलिङ हिम्बाइको सङ्केत अनुसार यसपटक अङ्क रहन्छ डेब्युटी क्लब जेमालाई 17-24 को स्थिति मौका हुन सक्छ जेमालाई ब्याकवर्ड जोनमा थिए त्यहाँ 11 टेलिग्राम डिफेन्स टिएफसीबाट यो अर्को मौका हुन सक्छ टिएफसी टाढाखोलालाई मौकाको सही सदुपयोग 100% दिएका छन् 17 को विरुद्ध 25 अङ्क लिँदै यस टिएफसी टाढाखोलाले आफ्नो खातामा सुरक्षित गरिसकेको छ अब हेर्दै अब हुने खेलहरू कसले आफ्नो खातामा सुरक्षित गर्ने हो
तेस्रो सेटपछि यो चौथो सेटको सुरुवाती जेमलाई राम्रो रहेछ उत्कृष्ट प्लेसमेन्ट खेलको प्रदर्शन टिएफसी तारखोलाबाट तत्काल खाता खोलेका छन्। गुडमर्निङ त्यति राम्रो रहेछ ब्याकवर्ड जम्मा थिए त्यहाँ प्लेसमेन्टको प्यास त्यति राम्रो डिफेन्स ब्याकवर्ड इशारा दिइरहेका छन् यसपटक टिएफसीका खेलाडीलाई। यसपटक अङ्क रहन्छ जेमलाई दुवै टिमको 1-1 अत्यन्त उत्कृष्ट प्रहार गर्दै तत्काल भली खोजिरहेको छ यहाँ टिएफसीले। यहाँ सर्भिसमा टिएफसी Ellison's best to the government defense. Impact को संकेत अनुसार सर्विस दुई अंगों स्थिति मौका अनुशक्ष ये मौका अनुशक्ष टीएफसी लाई उत्कृष्ट प्रहार दिने का नंबर ब्लॉक बैकवर्ड जोन में था कितनी रंगों डेड डिफेंस और जेडी क्रिस्टो ब्लॉक और हंडी जेमा सर्विस में कितनी क्लोज जेमा उठवाली कितनी रंगों रोसे बैकवर्ड जोन में थी क्या कितनी रंगों डिफेंस से हाजिर बाबा शक्तिशाली सुपरहार बैकवर्ड में सर्वाधिक रिकवरी टिएफसी बाटा शक्तिशाली सुपरहार ले जारी क्रॉस गर्न सकेन टिएफसी बाटा जसको फाइदा निरन्तर सर्भिसमा यहाँ डिजिटल क्लब जेमा नम्बर स्थिति 4-2 शक्तिशाली सुपरहार थियो राम्रो प्रभाव हान्दै टिएफसी नंबर में स्थिति 3-4 एलिसमेंट के प्रयास डिफेंस तरफ लगाना एलिसमेंट के प्रयास लेते हैं सफलता लिन सकेको छैन टिएफसी बाट यस पटक उनको रहन्छ डिजिटल क्लब जेमलाई 2 नंबर प्ले अपरेटर कायम राख्दै यस पटक जेम फर्स्ट टिमको स्थिति टिमको क्रिस्टो प्लेगर हुँदै यस पटक पुनः फेरि अङ्क रहनेछ जेमलाई नै टेक्निकल टाइमको माग गरिएको छ यस पटक टिएफसी ताराखोलालाई यस पटकको टेक्निकल टाइम मागले कसलाई सफलता मिल्ने हो नम्बरको स्थिति रहेको छ 6-3 यहाँ सर्भिसमा डिजिटल क्लब जेमा जर्सी नम्बर 10 यो सेटअप अर्को एकपछि अर्को सप्रहारले यहाँ सफलता मिलेको छ टिएफसी ताराखोलालाई टाइम आउट माको फाइदा मिलेको छ यहाँ टिएफसी ताराखोलालाई नम्बरको स्थिति 4 छ उभरी त्यति गर्न रोसे अटेन्टिभ क्रिचर्स अफ प्रहार त्यति गर्न डिफेन्स बलिङ पनि अघि पनि यो मगाउन सकिन्छ मलाई अटेन्टिभ क्रिचर्स शक्तिशाली प्रहार
जेबोबाट अङ्क दिलाएका छन् यसपटक छेउमा आइदिनु तपाईँ 7 अङ्क प्राप्त गर्न सफल जेबो टिएफसी टाढाखोला गाउँ गरेको छ 4-7 को स्थिति शक्तिशाली सर्भिस यतिकै राम्रो रहेछ उत्कृष्ट सत्यति राम्रो ब्याकको चोकमा थियो जर्सी नम्बर 42 यो बल खेती गराउनु पर्छ ब्याकको चोकमा चाहिँ यहाँ चाहिँ खेलाडी अझै पनि बलिङ प्ले निको गर्न सक्छ मलाई ब्याकको जम्मा थिए चले सिंह प्रयास गर्न डिफेन्स वर्ग अवसरले सफल बन्दै यस्तो उत्कृष्ट प्लेसमेन्ट खेल्दै टिएफसी टाढाखोला 5 मा एक थप्दै 6 अङ्क भने जेमोको नम्बरको छ 7-6 को स्थिति सही दिशा लिन सकेन जेमोबाट दुवै टिमको 7-7 को स्थिति हामी देखिरहेका छौँ यसपटक टाइम आउटको मार्क लिएका छन् विपरीत जेमोका खेलाडी मित्रहरूको लागि दुवै टिमको 7-7 को स्थिति हामी देखिरहेका छौँ यस खेलको समाप्तिको साथ हामी तत्कालै अर्को दोस्रो सेमिफाइनल खेललाई जोड्ने तयारीमा लागिरहेका छौँ नवसिर्जना क्लब खवाङ वर्सेस किटिनी स्पोर्ट सपोर्ट फुलबारी का टिम क्याप्टेन मित्रज्यूहरू पनि आफ्ना सम्पूर्ण खेलाडीहरूलाई तयारी अवस्थामा राखिदिनु होला यस पटक अङ्क रहनेछ टिएफसी टाढाखोलालाई यस पटक अङ्क रहनेछ जेमोलाई दुवै टिमको 8-8 को स्थिति देखिरहेका छौँ यहाँ सर्भिसमा जेमो प्रहारको प्रदर्शन यहाँ टिएफसी टाढाखोलाबाट फ्रन्टकोर्टमा फसाएका छन् यसपटकको सत्प्रहारमा गर्न सक्छ मलाई उत्कृष्ट ब्याक जोनमा थिए त्यहाँ जेमोका खेलाडी मित्र सफलता दिलाएका छन् यसपटक दुवै टिमको 9-9 को स्थिति छ यो सेटअप रहन्छ टिएफसी अन्तिमसम्म जीवनको प्रयास गरेका थिए जेमोका खेलाडी मित्रले ढुवाको नगरकोटी दर्शक महानुभावहरू यसरी नै आउने क्रममा चटपटक लाग्न सक्छ अलि टाढा बसेर अवलोकन गरिरहनु होला यसपटक क्विक स्पाइकमा जेमोका जर्सी नम्बर 6 सफलता दिलाएका छन् दुवै टिमको 10-10 अङ्क रहेको छ यहाँ रिसेप्सनमा गोली देखिएको छ यसपटक टिएफसी टाढाखोला गुडफली धेरै राम्रो रहेछ पिक्चरमा थिए त्यहाँ टिएफसी टाढाखोलाका सफलता दिलाएका छन् यसपटक दुवै टिमको 11-11 को स्थिति दर्शक महानुभावहरू तपाईँहरूले चाहेको भन्दा उत्कृष्ट गेम गइरहेको छ यहाँ फिनिसिङको प्रयास गराउने डिफेन्स ब्याकको जम्पबाट जर्सी नम्बर 4
यसपटक मुसे त प्रबन्ध त्यहाँ अर्को बच्चा ब्याट चौकमा थियो त्यहाँ पछिल्लो उठ्यो बलिङ प्ले बल गराउन सक्छ अर्को डिफेन्स जिमबाट अत्यन्तै उत्कृष्ट गोलगाउँ हान्दै यहाँ बारमा पनि एक अङ्क थप्दै 13 अङ्क प्राप्त गर्न सफल भएको छ दिल्लीको जेमा टिएफसी ताराखोलाको 11 2 अङ्कको अग्रतालाई कायम राख्दै जेमा Recording. Jadi kalau menurut powerful strike. Defense को अभाव देखिए यहाँ जिम्मेदार यस पर गंगोर होने सो टीएफसी ताराखोलालाई 12-13 की स्थिति शक्तिशाली से प्रहार jadi kalau defense Despite बाहिरको समय टीएफसी ताराखोलाबाट 13 मा पनि एक अङ्क थप्दै 14 अङ्क प्राप्त गर्न सफल दिल्लीको जेमा 14-12 की स्थिति 2 नम्बरको अग्रता अझै कायम राख्दै जेमा उत्कृष्ट प्रहारको गोलगाउँ हान्दै टीएफसी ताराखोला तत्काल भरि खोजिरहेको छ यसपटक पङ्खहरू हुनेछ टीएफसी ताराखोलालाई 13-14 को स्थिति दर्शक महानुभावहरू यो काउन्टर अट्याकको अवसर रहेको छ जेमालाई पहिले प्रयास पहिले प्रयास त्यति राम्रो डिफेन्स योको काउन्टर अट्याकको अवसर मिल्दैन जेमालाई सफलता दिलाएका छन् यसपटक पनि 16 मा 15 अङ्क प्राप्त गर्न सफल दिल्लीको जेमा टीएफसी ताराखोलाको नम्बर 13 15-13 को स्थिति 2 नम्बरको अग्रता कायम राख्ने क्रमलाई जारी राख्दै जेमा उठोली यदि राम्रो रहेछ यो सफलता मिलेको छ टीएफसी ताराखोलालाई नम्बरको स्थिति 14-15 सर्भिसमा टीएफसी ताराखोलाका खेलाडी गुड बॉलिङ ठिक राम्रो रहेछ उत्कृष्ट सदमा त्यति राम्रो डिफेन्स पेरिसनको प्रयास त्यति राम्रो डिफेन्स उत्कृष्ट सदमा डिफेन्सको प्रयास अन्तिमसम्म पनि रह्यो यसपटक उत्कृष्ट सत्प्रहार गरेका छन् घामको विपरीत दिशाले पनि खेलाडी मित्रहरूलाई केही अप्ठ्यारो गरिरहेको छ यसपटक अग्रहण छ टीएफसी ताराखोलालाई बराबरी गरेर सफल यसपटक 15-15 को स्थिति ब्याकको चौकमा थिए यसपटक सफलता मिलेको छ यसपटक जेमालाई जेमाको 16 टीएफसी ताराखोलाको 16-15 को स्थिति बुझ्नुभयो यदि कांग्रेस क्विक स्ट्राइकमा थिए त्यहाँ सफलता दिलाएका छन् यसपटक टीएफसी ताराखोलाले दुवै टिमको 16-16
पानी सानी खाँदै गर न कुनै पनि टिम एक अर्कोभन्दा कम्ती देखिन्न यहाँ भलिबल प्रेमी र दर्शकले छाए जस्तो गेम भइरहेको छ यसपटक कम्पिटिसन छ दुवै टिममा देखिन्छन् यहाँ चलचित्र खेलाडीहरू ब्याकवर्डमा यसपटक ब्याकवर्डको चौरमा विकेटको रूपमा सफलता दिलाएका छन् ईश्वरमा पनि एक थुप्रै शतरङ्ग प्राप्त गर्न सक्ने यहाँ जीव ताराखोलाको नम्बर छ 17-16 को स्थिति फुटबल त्यति राम्रो रहेछ यो सेटअपले त्यति राम्रो डिफेन्सबाट योको अवसर हुन सक्छ जमाको लागि त्यति राम्रो डिफेन्स टिएलसीबाट प्यालेसमेन्टको पास त्यति राम्रो डिफेन्स अत्यन्त उत्कृष्ट त्यहाँ ब्लक आउट हुँदै जेमोको खेलाडी आफ्नो टिमलाई त्यहाँ महत्त्वपूर्ण अङ्क दिलाएका छन् यसपटक 18-16 को स्थिति हामी देखिरहेका छौँ यस खेलको समाप्ति पश्चात हामी टक्कलै अर्को सेमिफाइनल खेल्ने जोड्नेछौँ दर्शक महानुभावहरू त्यसर्थ नवसर्जना क्लब खमाङका टिमका टेन्डेटरज्यू र कितिनी स्पोर्ट्स सपोर्ट प्रभारीका टिमका टेन्डेटरज्यू पूर्व जानकारी गराउन चाहन्छौँ तपाईहरु पनि पूर्व तयारीमा बसिदिनु होला लगत्तै हामी तपाईहरुको म्याचलाई अगाडि बढाउने क्रममा लागिरहेका छौँ अठारह 16 को स्थिति सर्विस में यहाँ जेमो गुड बॉलिंग उत्कृष्ट प्रहार गर्दै तत्काल भरि खोजिरहेको छ यहाँ टिएलसी तर्फले 17-18 को स्थिति नम्बरमा अग्रता यहाँ जेमो छ भने सर्भिसमा टिएलसी तर्फले यो सेटअप रहनेछ जेमोको लागि ब्याकको जबमा त्यहाँ किल स्ट्राइक गर्न खोजेका थिए त्यहाँ प्रहार बाहिरिएको छ जसको फाइदा निरन्तर सर्भिसमा यहाँ टिएफसी तर्फबाट नै दुवै टिमको 18-18 नम्बरमा यहाँ कम्पिटिसन छ खेलमा कम्पिटिसन छ भोलि किल स्ट्राइक गरेका छन् त्यहाँ किलिङ स्ट्राइक तत्काल भरि खोजिरहेको छ यस्तो पक्ष पनि 19-18 को स्थिति यो भोलि यो सेटअप रहनेछ कि टिएफसी तर्फबाट लागि राम्रो बल आउट हुँदै 19-19 को स्थिति दर्शक महानुभावहरू 19-19 को स्थिति भोलि यस गेमको समाप्ति पश्चात हामी तत्काल अर्को दोस्रो सेमिफाइनल खेल्न जोड्नेछौँ दुवै टिमका टिमका टेन्डेटरहरू तयारी अवस्थामा राखिदिनु होला अम्पायर र लाइन्सम्यानको निर्णयमा अन्तिम निर्णय छ खेलाडी मित्रहरू टिमको जोडी सञ्जित भएर तपाईहरु अनुशासनपूर्वक खेल्नु होला यदि केही त्यस्तो तपाईहरु
अभद्र व्यवहार गरेर हामी फेरि वादवर गर्ने बाध्य हुनेछौँ। तपाईँहरू अनुशासित गरेर खेलिदिनु होला। सर्भिसमा जेमा गुड क्विक स्ट्राइक गरिएको टिएफसी तर्फबाट खेलाडी मित्र यति राम्रो ब्लक जेमाबाट 20 माइकको टोटल 21 प्राप्त गर्न सक्नु यहाँ जेमा टिएफसी तर्फको नम्बरको 26 21 को स्थिति चलाकी पूर्ण ध्यानको प्रहार गर्दै आफ्ना टिमलाई महत्त्वपूर्ण अङ्क दिलाएका छन् जेमाका खेलाडीले 21 माइकको ठक्करले पाइसंको देखिरहेका छौँ हामी जेमालाई 22-20 को स्थिति दर्शक मायाहरू किल स्ट्राइक गरेका छन् त्यहाँ टिएफसी तर्फलाई 21-22 को स्थिति 21-22 यो चौथो सेट कसले हात पार्ने दर्शक मायाहरू गुड मर्निङ यति राम्रो रुसे यो सेट बढ्दै जानको लागि नेट टचको सङ्केत गरिरहेका छन् एन्डिना टचको सङ्केत दिइरहेका छन् रेफ्री मित्रज्यूहरू नै जेमाका खेलाडी मित्रहरू नै यस पटक अङ्क रहन्छ टिएफसी तर्फलाई प्रहार गर्दै तत्काल ध्वनि खोजिरहेको छु यस पटक अङ्क रहनेछ जेमालाई 22 माइकको थप्दै 23 अङ्क प्राप्त गर्न सफल जेमा 23-22 को स्थिति गुड मर्निङ स्ट्राइकमा त्यहाँ उत्कृष्ट प्यालेसमेन्ट खेल्दै अङ्क जोडेका छन् यस पटक टिएफसी तर्फलाई 23-23 को स्थिति दर्शकहरू 23-23 को स्थिति उठ्नु यति राम्रो रहेछ यो सेट बहन्छ दिनको लागि अर्को अवसर हुन सक्छ सबै कुरा त्यति राम्रो भयो अर्को अवसर दिनको लागि उत्कृष्ट प्रहार गर्दै जेमाले 23 माइकमा टक्कै 24 अन्तिम सेट हामी जेमालाई देखिरहेका छौँ 24 अन्तिम सेट पोइन्टमा हामी जेमालाई देखिरहेका छौँ भने टिएफसी तर्फबाट नम्बर 23 24-23 को स्थिति दर्शक महानुभावहरू सर्भिसमा जेमा Rumor gaunu सक्छ जेमाले यो प्रहार गर्न सक्छ भन्दा पनि उत्कृष्ट प्यालेसमेन्ट खेलको प्रदर्शन यहाँ जेमाबाट देशको विरुद्ध 25 अङ्क लिँदै यो चौथो सेट जेमाले हात पारेको छ दर्शक महानुभावहरू अब पाँचौं सेट जसले हात पार्छ ऊ फाइनल प्रवेश गर्नेछ भने जो हार्छ उसको यात्रा यही नै अन्त्य हुनेछ पाँचौं गेमको सुरुवाती यहाँ टिएफसी तर्फलाई यस पटकको अङ्क रहनेछ टिएफसी तर्फलाई तत्काल खाता खोलेको छ यहाँ गुड मर्निङ यतिको राम्रो रहेछ ब्याकवर्ड जम्पमा देखिएका छन् त्यहाँ त्यतिको राम्रो डिफेन्स टिएफसीबाट अर्को प्यालेसिङको प्रयास यस पटक उत्कृष्ट प्यालेसमेन्ट
खेल गर्दै टिएफसी टाढा एकमा आएको थप्दै 2 अङ्क प्राप्त गर्न सफल टिएफसी attempting Krishna finishing the pass to the ground defense. Backward zone. Now Baker takes over the number 11. Safalta dilayeka sa Esputa. Number 1 sa 1-2. Good morning. Jadi ground leadership. Backward zone matanya. Krishna bola begitu Zemo mata. Demi tinggu dui Siti. Finishing the pass to the ground defense. Zemo Bata. This is right there was something happened to the club Zemo Bata lagi today. Dua naik angka peti yang berapa kali? Yus pada kontrol mana saja mulai. Kembali. Dua besar musuh saja lagi dari aku. Aku besar pun dari Zemo lagi. Aku Krishna सब बाहर करते हैं कसियों को करते हैं उनको दिलाई रही का संध्या अपना टीम लाई. टीम में आएगा करते हैं 4 अंक प्राप्त करने से बोले यहाँ दिग्विजय क्लब Zemo. टीएफसी कारभार करने में कुछ 4 की स्थिति. Good morning. You should have brought us a piece of good. Can you go on the defense? Finishing the press. Thank you, Christopher. Finishing the press. Leading has a bit of million to TFC Tana for the line. Tatkal bani ko jere kaso Esputa. Esputa ko guru hone se TFC Tana for the line. 3-4 ko स्थिति. Good morning. Decision na titi rambo bhai na properly press गर्दछन्. Backup na recovery ko राम्रो देखेको छ यहाँ. कम्प्लिट लेखिएका छन् यहाँ. Zemo का खेलाडी मित्रहरू जसको सफलता मिलेको छ टिएफसी टाढा खोलालाई. दुवै टिमको 4-4 को स्थिति हामी देखिरहेका छौं. 4 बराबरीको स्थिति दर्शक मानेर गरौँ. यो अर्को विषय हुन सक्छ फेरि. अत्यन्त उत्कृष्ट लागि पूर्ण पेरिसमेन खेल खेल्दै दिग्विजय क्लब Zemo पनि तत्काल बलले बगिरहेको छ यसपल्ट. 5-4 को स्थिति दर्शक महानुभावहरू. कुनै पनि टिम एक अर्को भन्दा कमजोर देखिन्न. Krishna Sakya dia terus जारी करते सकेना टीएफसी टाढा खोलाबाट. Continuously number 1 यहाँ दिग्विजय क्लब Zemo लाई नै 2 नम्बरको अग्रता कायम राख्दै Zemo. कसरी हुने हो यसको गन्ते दर्शक बिराहरू. Krishna Sakya dia di dalam blok Zemo Bata. देखिरहेका छौँ हामी यहाँ. टाइम आउटको माग गरेको छ यहाँ टिएफसी टाढा खोलाबाट. नम्बर स्थिति रहेको छ दिग्विजय क्लब Zemo को 7 भने टिएफसी टाढा खोला गर्नुभएको छ 4 नम्बरको अग्रता कायम राख्दै Zemo. इम्प्याक्टको सङ्केत अनुसार टेक्निकल टाइम आउट भइसकेको छ. गुड मर्निङ. यदि ग्राउन्ड रहेछ यहाँ गल्ती गर्न पुगेका छन् टिएफसी टाढा खोलाका खेलाडी मित्रले जसको फाइदा सफलता मिलेको छ Zemoलाई. कोच चेन्ज गरेको छ दर्शक महानुभावहरू. नम्बर को स्थिति
यस खेलको समापन पश्चात हामी तत्कालै अर्को सेमिफाइनल जोड्नेछौँ। नवसृजन खबरका टिम क्याप्टेन मित्रज्यू र त्यस्तै गरिकन फिटिनी स्पोर्ट्स सपोर्ट फुलबारीका टिम क्याप्टेन मित्रज्यूले आफ्नो सम्पूर्ण खेलाडीहरूलाई तयारी अवस्थामा राखिदिनु हुनुको निमित्त पनि म अनुरोध गर्छु। यो सेटअप रहनेछ टिएफसी ताराखोलाको। यो अवसर हुन सक्छ जियोलाई जेमाका समर्थकहरू अत्यन्तै खुसियाली मुडमा देखिन्छन्। अङ्कको स्थिति 9-4। यो गेम 15मा समापन हुनेछ। दर्शक महानुभावहरू फुटबल यति राम्रो हुन्छ। क्विक स्ट्राइकमा भित्रेका थिए त्यहाँ। अर्को अवसर यहाँ जेमालाई एकपछि अर्को स्ट्राइक दिँदै त्यहाँ आफ्नो टिमलाई सफलता दिलाएको छ। स्फोटक 10-4 को स्थिति हामी देखिरहेका छौँ। 10-4 को स्थिति 6 नम्बरको अग्रता कायम राख्दै यस पटक जेमा अग्रता एम्पायर को संकेत अनुसार टेक्निकल टाइम सकिसकेको छ। यहाँ सर्भिसमा देखिरहेका छौँ हामी डेन्जरेट क्लब जेमाका खेलाडी मित्रलाई गुफरी त्यति गराउनु रहेछ। यो सेटअप रहनेछ टिएफसीका। फेरि एकपछि अर्को गल्ती गरिरहेको छ यहाँ टिएफसीका खेलाडी मित्रले। टिएफसी ताराखोलाका समर्थकबाट यो अपेक्षा थिएन, तैपनि भइरहेको छ यस्तो। दक्षमा थप्दै 11 अङ्क प्राप्त गर्न सफल यहाँ जेमा। गुफरी फिर्माउलो उसित ब्याकजम्पबाट दिएका छन् त्यहाँ दर्शक नम्बर 4 सफलता दिलाएका छन् यसपटक। 4 मार्गबाट 5 अङ्क प्राप्त गरेका छन् यसपटक। पुनरागमनको बाटो देखाउनेछन् यसपटक दक्षिण नम्बर 4 टिएफसी ताराखोलालाई। गुफरी फिर्माउलो उसित उत्कृष्ट सत्प्रहार छ त्यतिखेरको ब्लक टिएफसी ताराखोलाबाट। निरन्तर सर्भिसमा हामी देखिरहेका छौँ टिएफसी ताराखोलालाई। नम्बरको स्थिति 6-11। गुफरी त्यतिकै राम्रो हुन्छ। यो सेटअप रहनेछ जेमाको लागि। जेमाबाट दिएका छन् यसपटक जेमाका जर्सी नम्बर 4 आफ्नो टिमलाई महत्त्वपूर्ण अङ्क दिलाएका छन्। 11 मा 1 अङ्क थप्दै 12 अङ्क प्राप्त गर्न सफल यहाँ जेमा देखिन्छ। ताराखोलाको नम्बर 6 12 को स्थिति स्पाइकमा थियो त्यहाँ। यसपटक अङ्क रहनेछ ताराखोलालाई 7-12 को स्थिति। सर्भिसमा यहाँ ताराखोला उत्कृष्ट सत्प्रहार गर्दै जेमाले फेरि एकपछि अर्को अङ्क दिलाउँदै 12 मा पनि 1 अङ्क 13 अङ्क प्राप्त गर्न सफल। ब्याककोर्टमा त्यति ब्याककोर्ट जम्मा थियो जर्सी नम्बर 4 सफलता दिलाएका छन् त्यहाँ। 7 मा 8 अङ्क प्राप्त गर्न सफल। यसपटक अङ्क रहनेछ टिएफसी ताराखोलालाई 8-13 को स्थिति। मौका हुन सक्छ जेमालाई फेरि पनि। अर्को अवसर हुन सक्छ टिएफसी ताराखोलालाई। राम्रो डिफेन्स ब्याकवर्ड जम्मा थियो जेमाका। अर्को अवसर हुन सक्छ यो ताराखोला उत्कृष्ट सत्प्रहार गर्दै फेरि खेलिरहेको छ टिएफसी ताराखोलाले।
पुनरागमनको बाटो देखाउनुहुन्छ यसपटक 9-0 स्थिति 9-0 स्थिति आफ्नो टिमलाई पुनरागमनको बाटो देखाउँदै नमस्ते गरेको खबरका टिम क्याप्टेन मित्रज्यू र टिटिनी स्पोर्ट्स सपोर्ट फुटबलका टिम क्याप्टेन मित्रज्यू तपाईहरु तयारी अवस्थामा रहेर बसिदिनु होला यस पटक सर्भिसमा टिएफसी तारा होला 9-0 स्थिति गुडबडी यदि राम्रो रहेछ ब्याकको चोममाथि त्यहाँ एकपछि अर्को प्रहार गर्दै त्यहाँ जेमा 14 अन्तिम सेट पोइन्ट हामी देखिरहेका छौँ यसको त गङ्गो रहनेछ जेमालाई सर्भिसमा जेमा गुडबडी यदि राम्रो रहेछ यो सेटअप रहनेछ टिएफसीको अत्यन्तै उत्कृष्ट धारणीय प्रहारको विकेटका बल भएका सङ्घ टिएफसी तारा खोलाले 9 माइलको दर्शक प्राप्त गर्न सफल यहाँ टिएफसी तारा खोला 10-14 स्थिति गुडबडी यदि राम्रो रहेछ यो निर्णायक सेट प्रहार बाहिरिएको जेमाबाट 10 माइलको थप्दै 11 प्राप्त गर्न सफल यहाँ तारा खोला जेमाको 14 स्थिति गुडबडी यदि राम्रो रहेछ ब्याक जम्प पोइन्ट पार्टी आज 11 यसको साथीको यात्रालाई अगाडि बढाएको छ भने टिएफसी तारा खोलाको यात्रा यही नै अन्त्य भएको छ